पहिला चाहिँ यसरी घोला हाल्नुपर्छ अनि मात्रै मसला तयार गर्ने हो। यसरी घोला पहिला सुरुमा हालेर अनि मात्रै मसला पल्टाउने काम हुन्छ। अनि मसला पल्टाएपछि फेरि बाँकी भागमा घोला लाग्छ। अब चाहिँ हाम्रो टाइलको काम सुरु हुँदैछ। यस्तो गरी लाइन बनाउनु पर्छ लेभलको। त्यसपछि चाहिँ अनि प्लास्टर सुरु हुन्छ है। यसरी लाइन सुरु हुन्छ लेभल धागो तानेर, त्यसपछि मात्रै प्लास्टर सुरु हुन्छ ल। कस्तो छ चेकिङ गर्नु र, एक स्लो भएर फाइनली काम चाहिँ सुरु भइसक्यो। अब ड्याङ 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 ठोकिदिने हो होइन। यसरी हुन्छ है काम चाहिँ। तिर्पाल सिर्पाल टाँगेर पानी आयो नि बाल नहोस् भनेर आज राम्रै व्यवस्था गरिहाल्छ। पानी आइरहेको छ, त्यही पनि हामीलाई बाल्टी चाहिन्छ होइन ल। फाइनली कम्प्लिट भइसकेको छ होइन।